सो उहाँ चाहिँ मेरो भाउजू हो र भाउजूको चाहिँ फिजिक पहिला प्रेग्नेन्सी भन्दा अगाडि यस्तो थियो र भाउजूको चाहिँ 58 देखि 98 केजीसम्म 40 केजी पोस्टमार्टम वेट गेन भएको थियो र हामीले हाम्रो फ्याट लस जर्नी चाहिँ 82.9 केजी देखि सुरु गरेको थियौँ एन्ड टुडे इज भाउजूको फ्याट लसको विक 5। हामीले चाहिँ फ्याट लस जर्नीमा वेट घटाउनु भन्दा पनि स्ट्रेन्थ ट्रेनिङमा पनि फोकस गरिरहेको छौँ। हामीले इच वर्कआउट ट्र्याक गरिरहेको छौँ र हाम्रो गोल भनेको स्ट्रेन्थ बढाउँदै हाम्रो एउटा टोन बडी पनि बिल्ड गर्ने हो नि त। त्यही भएर यु क्यान सी वी आर लिफ्टिङ हेभी एस वेट। सो लास्ट विकमा चाहिँ हाम्रो हल्का वेट स्टक भएको कारणले हामीले क्यालोरिजलाई चाहिँ 2000 देखि 1900 मा घटाएको थियौँ र हाम्रो स्टेप्सलाई चाहिँ 10,000 देखि 12,000 स्टेप्समा बढाएको थियौँ। सो त्यो दुईटा कुरा चेन्ज गरेर हाम्रो वेट चाहिँ कति घट्यो त? सो भाउजूको आजको वेट थियो 79.9 केजी र हाम्रो डे 1 को वेट थियो 82.9 केजी, मतलब ठ्याक्क 3 केजी वेट लस भएको छ अहिलेसम्म। एन्ड वी आर अल्सो बिल्डिङ मसल इन दिस प्रोसेस पनि। र अहिलेको लागि चाहिँ हाम्रो डाइट र कार्डियोमा केही पनि चेन्ज हुँदैन किनभने वेट मजाले नै घटिरहेछ। सो हजुरहरू पनि आफ्नो फ्याट लस जर्नीमा हुनुहुन्छ र तपाईँको वेट अड्किरहेको छ भने चाहिँ कि तपाईँले क्यालोरिज घटाउनु पर्यो कि तपाईँको कार्डियो बढाइदिनु पर्यो। सो आजको विकको लागि यति नै थियो। सो नेक्स्ट विकमा पनि म तपाईँलाई अपडेटहरू दिइरहने छु र तपाईँलाई पनि गाइडेन्सहरू चाहिएको छ भने अनलाइन कोचिङको लागि मलाई मेसेज गर्न सक्नुहुन्छ। सो सी यु अल नेक्स्ट विक।